guys, welcome to my new gaming video. आज चाहिँ म खेल्न गइरहेको छु लोन वुल्फ. Let's start. गाइज यो म्याच मेकिङ हुँदैछ. म हजुरलाई मेरो इमोट देखाउँछु. गाइज मेरो नुब्रामा धेरै इमोट नै छैन, एउटा मात्र छ. I will progress. तर म यो अकाउन्टमा 0 मनी च्यालेन्ज राखेको छु. पैसा बिना सबै कुरा दिन च्यालेन्ज ल्याएको मैले. Guys, I am very noob at this game. Guys, नुब्राहरूलाई पनि जित्न दिनुपर्छ के. म प्रो जे भयो नि म प्रो हो क्या, त्यसैले प्रोले नुब्रालाई जित्न दिनुपर्छ. गाइस देख्नुभयो, यस्तो प्रो गेमिङ खेल्नुपर्छ क्या. नुब्राहरूलाई एक म्याच जित्न दिनुपर्छ. लागोस् कि म मेरो भन्दा हुन्छ पछि हान्दै हेडसट कि हेडसट. गाइस योपालि कुन म्याप पर्यो ससुर. गाइस त्यसलाई म योपालि डेजर्ट इगलले पगाइदिन्छु नुब्राले. हेर्नु न, यहाँ यस्तो ट्र्याप राखेको छ कि पर्छ जस्तो लागिरहेको यो ट्र्यापमा. गाइस हेडसट यसरी हान्छन् क्या, एम लगाएर. यस्तो नुब्राहरूले हेडसट हान्न आउँदैन. म जस्तो प्रोलाई आउँछ क्या हेडसट हान्न त. गाइस अब फेरि हेडसट पगाइदिनु पर्छ त्यो नुब्रालाई. म त्यसको बाप. गाइस राम्रो ग्लुबल हाल्दो रहेछ नुब्राले. म भन्दा त प्रो नै रहेछ ग्लुबल हान्न. मलाई ग्लुबल हान्न अप्सन आउँदैन. ग्लुबल मात्रै आउँदैन मसँग. नुब्राहरू कहाँ भाग्छन् क्या, जित्छ भनेर भाग्छन्. गाइस यसलाई मैले 62 एचपीमा हराइदिएँ त्यो नुब्रा प्लेयर. गाइस अब ब्याकग्राउन्डलाई इग्नोर गरिदिनुहोस् किनकि माई सिस्टर इज क्राइङ. अब त्यसलाई हानिदिनु पर्छ. यहीँ कुनामा बसेर हानिदिन्छु गाइस. गाइस यो नुब्राले सोचिरहेको कि म त्यसको टाइपमा पर्छु. बिकज नुब्राहरू गाइस मेरो 4 भयो. अब यसलाई त म इजिली जित्न सक्छु नि यस्तो नुब्रा प्लेयरहरूलाई. गाइस ब्याटल रोयलमा म बिआर ऱ्याङ्क, त्यसपछि म बिआर ऱ्याङ्क खेल्छु. नुब्राले कसरी मेरो यति हाफ गरिदियो. कुन गनले हान्यो यसले. म्याग 7. गाइस यसले क्याम्प गरिरहेको छ. यसले अब स्नाइपर लियो भने यसलाई म यहीँबाट हेडसट हानिदिन्छु. गाइस उता बसेर छ नुब्रालाई हानिदिन्छु म. स्नाइपर दियो यसले बोल्नु. गाइस त्यो नुब्रालाई म एकचोटि एउटा चिज गर्छु देखाइदिन्छु जो कि त्यसले सोचेको हुन सक्दैन. How does
डज द्याट इज पोसिबल? नुब्राले हानिदियो मलाई। गाइज नुब्रालाई पनि जित्न दिनुपर्छ। प्रो भयो भने नुब्रालाई जित्न दिनुपर्छ क्या। यो हामी प्रो प्लेयर्सहरूको हक हो। हाउ डज द्याट इज पोसिबल? यसले मलाई हान्यो। क्याम्प हानिरहन नुब्रा। म्याच पोइन्ट डुबेको 4-4 छ। त्यो जित्यो भने म मर्छु। त्यसैले मैले MP40 अनि MP40 ले पढ्दैन त्यसलाई त म गाइज अब म पनि नुब, त्यो पनि नुब। अनि कसरी जित्न सकिन्छ त? नुब्रा भएपछि त गाइज यसले केले हान्यो? गाइज यस्तो छोटो मोटो गेममा यति सानो सानो मिस्टेक त भइहाल्छ नि। हामी फेरि खेल्छौँ। म फेरि खेल्छु। योपालि म बिहार खेल्छु। गाइज म बिहारमा 10 मिनटमा जितेर देखाउँछु हजुरहरूलाई। बिहारमा त जित्न सकिन्छ इजिली। मसँग एउटा मात्रै मोड छ, हाईवाला मात्रै मोड छ। गाइज मेरो बहिनीकोलाई इग्नोर गरिदिनुहोस्। मसँग इमोट नै छैन अरू। हजुरहरूसँग इमोट छ भने मलाई सेन्ड गर्न सक्नुहुन्छ। गाइज डाउनलोड गर्न हजुरहरूले मलाई इमोट सेन्ड गर्न सक्नुहुन्छ। गाइज यो कति टाइम लगाउँछ? बिआर र्याङ्कले धेरै टाइम लगाउँछ। मसँग धेरै इमोट नै छैन। फ्यासनमा यो एउटा छ। यसको मुखमा यो मास्क लगाउनु हुँदैन। यो ठिक छ, नन ठिक छ। यो हेयरस्टाइल ठिक छ कि यो ठिक छ? कमेन्ट गर्नु है। म दुईटामा एउटा लगाउँछु। गाइज यो इक्विप गर्छु म। स्किल मसँग एउटा मात्र छ र कलेक्सनमा म दुईटा गर्दिनँ। भेहिकलमा जम्मा मेरो स्किन नै छैन। भेहिकलको भेरी गरिब। कति टाइम लगाउँछ यसले? गाइज वेट अ मिनट। गाइज एउटा मिल्नुहोस् प्लिज भगवान। मलाई के मिल्यो? कङ्ग्रेचुलेसन्स। ओके मलाई सेयर गर्नु छैन। गाइज अर्को स्पिन गर्न लाग्दा यो गेमले मलाई केही पनि गरेन। त्यही नि म यिनीहरू सबैलाई हराइदिन्छु 1 मिनटमा। ल लेट द ब्याटल बिगिन। म चाहिँ जहिले नि यो क्लक टावर वा पिकमा झर्छु। ओके म जहिले क्लक टावर वा पिकमा झर्छु। योपालि म अर्कै चिजमा झर्छ जस्तो लागिरहेको। क्लक टावर बाल्टा मलाई के क्लक टावर। म फ्याक्ट्रीतिर जान्छु। होइन यो स्टिक के हो? यो बर्मुडा स्टिक। बर्मुडाको स्टिक छ मसँग। बर्मुडाको लामो कालो स्टिक। त्यसको कुरामा हामीले बात गर्नु हुँदैन। बिकज द्याट इज भेरी रफ वर्ड। त्यो बोल्नु हुँदैन। त्यो नराम्रो शब्द म मेरो भिडियोमा युज गर्दिनँ। त्यही पनि कसले चाहिँ हेरिरहेछ रे यो भिडियो? कसले हेर्दैन म जस्तो यस्तो गरिबको भिडियो कसले हेर्दैन। मलाई कसले सपोर्ट नै गर्दैन। गाइज सपोर्ट गर्नु मनपर्छ भने हजुरहरूले मलाई सपोर्ट गर्न सक्नुहुन्छ। एउटा
प्लेयर नै भेटिँदैन गाइज। म मऱ्यो भने यो भिडियो एन्ड हुन्छ। ल भर्खरको भर्खर एन्डिङ लाइन नभनिकन एन्ड हुन्छ भिडियो। म एकचोटि पनि मऱ्यो भने गाइस त फिटी गर्ने कुनै म मसिन गर्ने नै पर्दैन गाइस। एउटा किल भयो। एक किल मध्ये म के गर्न सक्छु? कुन उडाले मलाई? अच्छा त्यो पछिको वर्ड भन्नु पर्ने। गाइस डबल किल भइसक्यो मेरो। म एकचोटि पनि मऱ्यो भने यो भिडियो एन्ड हुन्छ। गाइस क्वार्टर किल भइसक्यो। एउटा राम्रो गन मिल्यो भने म त लाइक गरिदिन्छु। मेरो कहाँ हुन्छ देखिनु गाइस पेन्टा किल भइसक्यो मेरो। पेन्टी किल भइसक्यो। पेन्टी किल। क्याम्प गर्नु ठिक छ कि तिनीहरूको आँखै अगाडि गएर मार्नु ठिक छ गाइस? मलाई कमेन्ट गर्नु, म फेरि तिनीहरू आँखै अगाडि गएर मारिहाल्छु। म यसको सामान लुटिरहेको थिएँ, पछाडिबाट अर्कोले मलाई मारिदियो भने मेरो के हालत हुन्छ? छी मेरो MP40 ठिक छ 4x जुममा। गाइस कसैले मलाई मार्दै मलाई निन्द्रा लागिरह। म आफै गएर मरौँ कि क्या? तपाईहरुलाई मेरो आइडी चाहिन्छ भने म मेरो यो आइडीमा पोस्ट गरिदिन्छु। यो आइडीमा पोस्ट गरिदिन्छु गाइस। कस्तो रमाइलो लागिरहेको थियो मलाई। त्यही पनि गाइस मेरो यो बिगिनर अकाउन्ट हो। म फेरि यसलाई ग्रान्ड मास्टर पुऱ्याउँछु। मेरो रियल अकाउन्ट हेर्नु छ भने आशिष 04 मा जानुहोस्। त्यो मेरो साथीले गिफ्ट दिएको अकाउन्ट हो। गाइस मेरो र्याम्पेज भइरह, तर मेरो हेल्थको चाहिँ टाटा बाई बाई भइरह। मलाई अल्छी लागिरहेछ गाइस। कसले मारिदेऊ न मलाई। त्यसले मार्न नै लागेको थियो, मैले रिभाइभ गरेँ। छी ससुर, कोही मान्छे नै मिल्दैन यहाँ मार्नको लागि। त्यसले जति मारे नि म रिभाइभ भइरहन्छु यो गोलामा बस्यो भने। लास्ट पोइन्ट मारेको पेन्टी किल। गाइस म हजुरलाई पेन्टी किल गरेर देखाइदिउँ। पेन्टी किल। सेफ्टी जोन यहाँसम्म आइपुगेपछि म पिकमा कति धेरै छन् मान्छे होला। पिकमा त कोही पनि छैन। गाइस मसँग स्क्याम भयो।
गाइस कति धेरै प्लेयर्समा घुमिरहन्। पेन्टिकिल गरेर छु म पेन्टिकिल छ गाइस यो प्लेयरले म हानिदिन्छु मलाई हान्छ यति टाढा त्यसलाई हिँड्नु पसिबल छैन गाइस तर गाइस हेर्नुभयो मेरो सर्ट टेक्निक स्प्लेट कसरी भन्छ नुब्राले किलिङ स्प्रेड मैले त आफै गरे कसैले मलाई मार्दियो भने मेरो जिन्दगीको के हालत होला भाइ कसैले मार्दैन अरे समस्या मलाई मर्न मन छैन त्यही नै म कसैले मारिदेऊ भनिरहेको छु बिकज म पनौती हो ब्रो गाइस जो नुब्राहरू कहाँ गइरहन् मसँग थोडा मलाई त मिनी मसिन गनले नै हान्नुहुन्छ पढ्दै हुन्छ मलाई गोली चाहिरहेको छ मसँग गोली नछैन पेन्टिकिल गाइस मलाई कसैले मारिदिन्छ भनेको मार्नै सकिरहेछ नि दुईजना छ म भनिहाल्छु म त्यसलाई मिनी गर्न पर्दैन गाइस बुया भयो आजको लागि यति नै टाटा बाई बाई